म चाहिँ हजुरहरूलाई फुलहरू देखाउने गइरहेको छु है, राम्रोसँग हेर्नु होला। फुललाई भन्छ सुकुम्बासी फुल। यो एकदम सुक्खा टाइपको हुन्छ, त्यही भएर यसलाई सुकुम्बासी फुल भनेर भन्छन् होइन हाम्रो पूर्वेली भाषामा। चाहिँ रुखेली फुल होइन, एउटा रुखमा मात्र हुन्छ यो फुल, यसलाई रुखेली फुल भन्छ। हाम्रो पूर्वेली भेगमा पाइन्छ। यो चाहिँ फोटोमा मात्र राम्रो भएको फुल हो है। यो चाहिँ साइलेन्ट क्रस फुल हो, तर हेर्छ तर बोल्दैन होइन। यो चाहिँ पूर्वेली या पश्चिमी दुइटै ठाउँमा पाइन्छ है। एकदम राम्रो पनि हो एक हिसाबले। यो फुलको नाम चाहिँ आफूलाई मात्र राम्रो ठान्ने फुल हो, तर यसलाई कसैले मन पराउँदैन। तर मोबाइलमा चाहिँ राम्रो देखिन्छ है। फेरि यो चाहिँ एकलौटे फुल भन्छ होइन, यसलाई एकलौटे फुल। यो एक्लै फुल्छ, अरू फुल्यो भने फेरि अरूलाई सुकाउँछ क्या फुलले। यो चाहिँ सयपत्री फुल हो होइन। यो चाहिँ सर्वत्र बजारमा पाइन्छ, जता नि पाइन्छ है। पूर्व पश्चिम उत्तर दक्षिण जता नि पाइन्छ। यो चाहिँ मौरी देखेर हल्लिन्छ, फेरि मौरी बस्यो भने फुत्रुक्कै झर्छ है फेरि छिट्टै। अनि यो फुल चाहिँ बास्ना कम, भाउ धेरै भएको हो। यो चाहिँ अलि सबैले मन पराउनु चाहिँ पराउँछ, तर अलिक भाउ दिँदैन है। यो फुल चाहिँ पानी नपायो भने ड्रामा गर्छ धेरै, आफै पानी नभएको बेला नि फुलिरहन्छ चाहिँ। यो चाहिँ बिरुपाते फुल हो होइन। यो चाहिँ हाम्रो पश्चिमेली भागमा बढी पाइन्छ। सबैलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ है यो फुल, तर धेरै राम्रो बास्ना आउँछ यसको। यो त सर्वत्र बजारमा सबैले देख्नुभएकै होला सयपत्री फुल होइन। यो चाहिँ राम्रो छ, तर यसको भाउ नि राम्रै छ। यो चाहिँ काँडाधारी फुल हो। छुन खोज्यो भने पुरा एक्टिभ हुन्छ है। यो चाहिँ खत्रै हो फेरि। यो चाहिँ हाम्रो पश्चिम र पूर्व दुइटै ठाउँमा पाइन्छ। यसको भाउ बजारमा धेरै महँगो छ। यो 1-2 करोड पर्छ है यसको चाहिँ। फुलहरू चाहियो भने कन्ट्याक्ट गर्नु होला। यो एकदम महँगो फुल हो। यसको नेपाली रुपियाँ तपाईँको 2 लाखसम्म पर्छ है, धेरै पर्दैन। किन्न सक्नुहुन्छ हजुरले।